खेल्ने व्यक्तिगत हुनाले डक्टर सुबोध माता मनोकामना आरोग्य केन्द्रबाट होइन प्रायः 24 घन्टा भनौँ न 24 घन्टा जसो आज कस्टमरसँग चाहिँ होइन परामर्श गर्ने उपचार गर्ने टेलिफोनमा भेटेर छ नि त यसले यो भ्याइन भ्याइ छ क्या एकदम व्यस्तता छँदैछ होइन तपाईँले आफ्नो स्वास्थ्य आफ्नो ज्ञान बाँड्नुहुन्छ होइन त्यो आफैमा त्यतितिर रम्दा पनि हुन्थ्यो अथवा त्यतितिर इङ्गेज मात्रै हुँदा पनि हुन्थ्यो तपाईँ गीत लेख्नुहुन्छ कहिले फिल्म निर्माण गर्नुहुन्छ कहिले के गर्नुहुन्छ यो चाहिँ के खास मसँग यो क्षमता छ यो चाहिँ गर्नैपर्छ है देखाउनै पर्छ अथवा हाम्रो अडियन्सलाई दिनुपर्छ है भन्ने मात्रै हो कि होइन म शब्दसँग अथवा भावनासँग अथवा कुनै कथासँग खेल्दा बित्दा चाहिँ म आफूलाई आनन्दित भएको महसुस गर्छु भन्ने हो कि अरू केही छ त्यस्तो तर हामी धेरै मान्छेहरूले निर साजीलाई निर राजा भन्छ त्यो कुनैमा श्रीपत लागेको राजा भएर भन्यो भने त्यो चाहिँ उहाँ मनको राजा हो मनको राजा भावनाको राजा हो त्यो अर्थमा हामी उहाँलाई माया गर्नेहरू राजा भन्छ अनि मनको राजा हुन मैले उहाँबाटै सिकेँ आफ्नो मनले भनेको कुरो चाहिँ गर्ने अस्ति पनि हामी एक दिन कुरा गर्दाखेरि उहाँले त्यही भन्नु मलाई आफ्नो मनलाई लागेको कुरा जुन कुरा तपाईँ साँच्चै प्यासन हो तपाईँको त्यो चाहिँ नछोड्नुहोस् है भन्नु आजको दिनमा यौन चिकित्सा मेरो एउटा प्यासन त हुँदै हो तर त्यो प्यासन कसरी भयो भने चिकित्सा क्षेत्रमा आउँदै जाँदाखेरि मेरो पेसा पनि भएकोलाई प्यासनमा परिणत भयो तर यो गीत लेख्ने सङ्गीतमा सुन्ने श्रवण गर्ने उहाँका मिठा मिठा गीतहरूको म चर्चा गरेर शान्ति छैन जस्तो आज दिनेश अधिकारी जीवन सन्देशमा उहाँको गीतहरू छन् त्यो हरेक शब्द शब्दलाई मैले आफूले महसुस गरिरहेको हुन्छु मलाई घटित भइरहेको कि भन्ने कतै कतै फिल गरिरहेको छु त्यसले कहिलेकाहीँ राति सुतेर उठ्यो बेला एक निन्द्रा सुतेर झरास उठेर मलाई के दुईवटा चारवटा कुरुङ जस्तो लागिरहेको हुन्छ अब त्यो कहिलेकाहीँ हिँड्दै अब त्यो कस्तो जसरी हुन्छ बाँचेकै छु भन्ने एउटा गीत छ त्यो स्याडसँगैलाई त्यो चाहिँ मैले तीर्थयात्रा जाँदा अब कता तीर्थयात्रा त्यो आयो मलाई बस्न ठ्याक्कै एक्लै घरै भयो त्यस्तो हुन्छ त्यो मलाई मात्रै हुन्छ भन्न खोजेको सायद लेख्न खोज्ने कविता लेख्दा लेख्दै अघि उहाँले कस्तो मार्मिक कुरा भन्नुभयो नि कविता लेख्दा लेख्दै त्यो गीत भएछ भन्ने कुरो गायन र सङ्गीत हालेपछि मात्रै थाहा भयो त्यो मलाई नै थाहा छैन कि यो गीत पनि हुनसक्छ भन्ने जस्तो शब्दसँग अथवा चरित्रमा बाँच्नु शब्दसँग खेल्नुको मजा चाहिँ कस्तो हुन्छ ठ्याक्कै तपाईँले आफूले महसुस गरेको चिज चाहिँ वर्णनै गर्नुहुन्छ त्यो त त्यो त्यसको त्यो शब्दावली नै भेटिँदैन जब तपाईँ चाहिँ शब्दको संसारमा आफूलाई हराउनुहुन्छ र पात्रात्मक चाहिँ अभिव्यक्तिमा आफूलाई प्रवेश गराउनुहुन्छ अर्कै संसारमा प्रवेश गर्ने सरल मानि एटलिस्ट मैले चाहिँ त्यसरी हेर्छु मानि अब एउटा अभिनेताको रूपमा मैले बुझेको अभिनय भनेको आफूसँग सकेसम्म पर राख्ने र आफूले गर्न लागेको चरित्रसँग त्यसलाई सकेसम्म नजिक राख्ने जति नजिक पुग्न सकियो त्यो चरित्रको त्यति त्यो चरित्र जीवन्त हुने भयो त्यो गर्नको लागि आफूलाई चाहिँ सके जति टाढा राख्नुपर्ने हुँदो रहेछ अनुभवले सिकाएको कुरो र त्यो अद्भुतको चाहिँ प्रयोग छ